Good morning, good afternoon, good evening, सबै ब्युटिफुल पिपल आउट देयर है। तपाईँहरू सबैजना आरामै हुनुहुन्छ होला, म पनि बब्बाले आरामै छु है। अहिले चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि आज चाहिँ 17 तारिक। अहिले चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि एज यु क्यान सी है 4 बज्नलाई ठ्याक्कै 15-20 मिनट जति बाँकी भएको छ। म चाहिँ अहिले कहाँ छु भने स्टेबल कान्तापुर भन्ने ठाउँमा छु है। त्यहाँबाट चाहिँ अब त्यही हो लाइक त्यहाँबाट ड्राइभ गर्दाखेरि 2.5 घन्टा देखाएको थियो, तर बिचमा ट्राफिक यताउता भएर चाहिँ इट टुक मी अबाउट अलमोस्ट 3.5 आवर्स है। अब चट्टै हानेर चट्टा लगाएर अब त्यही त हो नि, अब बिदाको दिनमा राजु गुरुङलाई ड्राइभ गरेर अब होइन हाइक गर्नुपर्ने, अब कोसल साइडतिर अब हुन्छ नि त, अब हिँड्नुपर्ने त्यो बानी भइसक्यो क्या। किनभने घरमा बस्दाखेरि फेरि मेन्टल स्ट्रेस हुन्छ होइन। त्यहरू म चाहिँ अहिले चाहिँ कान्तापुरे के भन्छ यसलाई स्टेबल भन्ने ठाउँमा आएको छु। ठ्याक्कै समुद्रको अगाडि छ है। टक्क मैले गाडी पार्क गरिसकेँ। यहाँनिर गाडीको चट्टै स्टियरिङलाई पनि एज यु क्यान सी होइन लक गरिसकेको अवस्था छ। अब चट्ट यहाँबाट अब हाइक सुरु हुन्छ राजु गुरुङको है। एउटा हाइक गर्ने ठाउँ छ, नाम चाहिँ बिर्स्यो। लगभग 1 घन्टा जति हाइक गर्छु होला। उस्तै पनि आज म यतैतिर बस्छु होला भन्दै सी अन द नेक्स्ट सर ल। ए गाइजहरू पैसा पनि तिर्सक्यो, तर घन्टाको चाहिँ लास्ट एक्सपेन्सिभ रहेछ। इट कस्ट मी अबाउट लाइक पर आवर 4 पाउन्ड के 2 घन्टाको पार्किङको तिर्सक्यो। चट्ट लाएर अब तिर अब घाममा चट्ट हाइक गरिन्छ होइन। यता जाने ठाउँ छ, यहाँको बिच साइड यस्तै हो, स्यान्डी ढुङ्गाहरू मिसिएको मिसम्याच छ है। अनि यो ठाउँलाई चाहिँ हुन्छ नि त एज अ फ्रेस वेस्टर समथिङ मान्छेहरू ओसे खानको लागि यतातिर आउँछ क्या। यसमा त फ्रेस वेस्टहरू दामी हुन्छ नि त, फिस एन्ड चिप्स दायाँ बायाँ। आज घाम पनि बबाले लागेको छ। फेरि घामको टेम्परेचर हुन्छ नि त, टेम्परेचर छ होला 25-30 प्लस छ होला। यस्तो क्राउडेड छ, नहुनु हुन्थ्यो है। तर एज यु क्यान सी मेरो ड्रेसेस यस्तो छ कि हाइक गर्ने टाइपको भन्दा नि बबाल छ क्या पछाडिबाट है। त्यही हो, अब 2 घन्टा जति हाइक गर्छु होला। 2 घन्टा जति हाइक गरेर थाहा छैन फार्म गर्न बिहेडेड ब्याक टु लन्डन। यतातिर 1 रात बसेर भोलि बिहान चट्ट फेरि यताउता एक्सप्लोर गरेर घरतिर फाडिहाल्नु पर्ला जस्तो छ। पपाले चाहिँ यार पैसा जानुभयो। जेस्की पनि गर्ने ठाउँ रहेछ। जेस्की गाइजहरू जेस्की गर्नु मन छ अरे जान्छ। पछि अब लगभग 9 मिनट बाई वकिङ होइन। वेस्ट टेबलको चाहिँ लाइट हाउसमा जान्छु। यहाँबाट चाहिँ अब एज यु क्यान सी भ्यू यस्तै छ है। अनि हिँड्दै जाँदाखेरि चाहिँ बाटोमा आइगएर सी हुन्छ नि त फ्रेस लब्स्टर। Do you sell the lobster? Yeah. Lobster? No, lobster, the oyster. Yeah, you can oysters. Can I buy it underneath? Or... It's already don't you get 4 grams in front or something? Sure. So राजु गुरुङ चाहिँ अब वेस्टर खानुपर्ने हुन्छ, फ्रेस वेस्टर। यहाँको विशेषता भनेको नि त्यही हो क्या। फ्रेस वेस्टर खानको लागि खान मन छ भने चाहिँ यतिर आइन्छ गाइजहरू ल। Can I have 6 pieces of oyster, please? How is that? It's £12.50. हेर्दाखेरि चाहिँ कस्मी हुन्छ नि 1 पाउन्ड एउटा फ्रेस वेस्टरको। तर यहाँनिर आउँदाखेरि चाहिँ म एक्सपेन्सिभ रहेछ। एउटाको 2 पाउन्ड छ है काइन्ड अफ। मेरो जाने अनि त्यहाँनिर चाहिँ अब कलेक्ट गर्ने। ए चट्ट आज गर्ने चाहिँ आज आफ्टरनुन टीमा चाहिँ चट्ट फ्रेस वेस्टर खानुपर्ने हुन्छ है। हेर्नुसँग चट्ट लगाएर त धेरै वर्षपछि भन्दाले नै हुन्छ नि आफ्टर लङ टाइममै खाँदैछु त हामीले अब।
अहिले चाहिँ ठ्याक्कै 4:20 गएको छ चट्ट उसो खाएर हुन्छ नि आई बिन वक अबाउट 5 मिनट यहाँबाट अब 4 मिनट जति होला लाइट हाउस पुग्नको लागि है यहाँको अब मेन विशेषता भनेको नि त्यही हो फ्रेस वेस्टर खाने अनि कलरफुल बिच हन्टहरू यस्तो टाइपको है अनि यो कस्तो वकिङ साइडको यस्तो भ्यूहरू हेर्दै मजा लिँदै रमाइलो गर्ने हो यहाँको चाहिँ र ठाउँ चाहिँ दामी नै रहेछ यार यहाँनिर चाहिँ कस्तो हो नि यस्तो पार्टिसनहरू क्या जस्तै एउटा यो पार्टिसन भयो त्यो भयो है एउटा जस्ट फ्यामिली आयो भने चाहिँ जस्ट ठाउँ चाहिँ दामी नै रहेछ भनौँ न दामी लाग्यो मलाई चाहिँ यार त्यसअघि त्यो केम्स भन्ने पार्कमा कार पार्कमा चाहिँ पार्क गरेको छु मैले मेरो गाडी होइन तर आफ्टरनुनतिर 2 बजे 2:30-3 बजीतिर आयो भने चाहिँ यो माइ नगर्ने गेट हुन्छ नि त पार्किङ स्पेस के किनभने अहिलेको सिजनै त्यस्तो हो नि त जाडो महिनामा आयो भने चाहिँ अब यु क्यान गेट द पार्किङ स्पेस लाग्यो हुन्छ नि प्लेन्टी टाइपको तर अहिले समरमा चाहिँ एभ्रीबडी वान्ट्स टु कम आउट हियर टाइपको अनि त्यही भएर गाडीको स्पेस चाहिँ पाउन गाह्रो छ त्यही भएर चाहिँ अर्ली बिफोर 10, 11, 12 बजीतिर आयो भने चाहिँ यु गाइज गर्न गेट लाग्यो हुन्छ नि प्लेन्टी अफ स्पेस फर पार्किङ क्या अब यही अब कस्तो चट्ट पासमा हिँड्दै कलरफुल बिच हन्टहरू हेर्दै ओहो हुन्छ नि त टाइपको क्या अब छुट्टै भएको छ क्या छुट्टै छ क्या ल है अब लाइट हाउस गरेर यो गर्न सिया लाइट हाउस थियो त ल लगभग 20 मिनट भइसकेछ अनि जुन त्यो बिच साइडबाट चाहिँ यहाँ आउनको लागि चाहिँ बाई वक इन टु टेक अबाउट हाफ एन आवर है अब चट्ट 9 मिनटमा चाहिँ यो ट्याङ्करटन स्लोपी भन्ने ठाउँमा चाहिँ म जाँदैछु खास त्यहाँ के रहेछ भन्ने कुराहरू बुझ्नको लागि है हेरौँ के हुन्छ अब गुगल आन्टीले चाहिँ 9 मिनट पछि चाहिँ आल बी हुन्छ नि आउट देयर है जसमा कि यस्तै हो यो चाहिँ ठ्याक्कै बिचको चाहिँ ठ्याक्कै अपोजिट साइडमा हो क्या ए यहाँ रहेछ त्यहाँबाट चाहिँ जुन त्यो ट्याङ्करटन स्लोपी भन्ने ठाउँबाट चाहिँ बब्बाले देख्छ क्या अनि यो चाहिँ यो चाहिँ नि यो चाहिँ स्टेबोको क्यासल रहेछ अब एकछिन पछि यहाँ पनि जानुपर्छ अब घुम्नको लागि अहिले ठ्याक्कै 5 बजेको छ है 5, 6, 7 स्टिल मसँग चाहिँ अब I've got 2 hours to हुन्छ नि त एक्सप्लोर द थिङ्स आउट here यहाँनिर गएर एक्सर्साइज पनि हान्नुपर्छ होइन जिम भनेर भन्दिनँ यहाँबाट चाहिँ यहाँ गयो नि हो कि यहाँ चाहिँ यहाँबाट सुरु भयो ट्याङ्करटन स्लोपी भन्ने ठाउँ यहाँबाट सुरु भयो आई थिङ्क लाइक 8 मिनट 9 मिनटको चाहिँ हाइक है यहाँबाट चाहिँ you'll all gonna see हुन्छ नि त लेफ्ट ह्यान्डतिर चाहिँ बबाल कोस्टल साइडको चाहिँ बबाल भ्यू क्या बबाल चिसो हावा बबाल वेदर के अनि त्यसपछि सोलो ड्राइभ अनि सोलो हाइक है यति भन्दा के चाहियो यार लाइफमा यार पैसा कमाएर के गर्ने हो भने क्या कता राख्ने कुन चाहिँ ब्याङ्कमा राख्ने कता कुएर राख्ने हो क्या इन द डे लानु केही पनि छैन क्या गाइजहरू है यसो बिदा मिलेको बेलामा चाहिँ हुन्छ नि त सेङ दिस सो मेनी टाइम्स हुन्छ अनि इफ यु गट अ चान्स जस्ट आउट फ्रम द हाउस डजन्ट म्याटर हुन्छ इट्स कुड बी फार ने जस्ट एक्सप्लोर द थिङ्स सराउन्डिङ विथ क्या यहाँबाट चाहिँ भ्यू चाहिँ बबाले छ हो यसलाई भन्छ ट्याङ्करटन स्लोपी है गाइजहरू है अनि यहाँबाट चाहिँ यहाँको विशेषता भनेको नि I've mentioned earlier before होइन द फ्रेस वेस्टर यदि कसैलाई खान मन छ भने चाहिँ यतातिर आयो हुन्छ अनि यतातिरको विशेषता भनेको चाहिँ कलरफुल यो बिच हन्टहरू गाइजहरू एज यु क्यान सी है म चाहिँ त्यहाँनिर चाहिँ जान्न अहिले म यताबाट चट्ट लाएर तल झरेर यहाँबाट हिँडेर चाहिँ I'm gonna go back to कार पार्क गरेको ठाउँमा लेट्स सी हाउ इट गोज होइन इफ इट इज हुन्छ नि त टुलेट टाइपको भने चाहिँ आई थिङ्क आम गर्न
स्टे नाइट आउट हियर है होटल booking.com बाट यसो बुकसुक गरेर अनि लेट्स सी किनभने आज यो मिड जुलाई हो नि त मिड जुलाईसम्म 10 बजीसम्म नि उज्यालो भइरहन्छ क्या त्यही भएर लेट्स सी है किनभने मलाई फेरि यो एट नाइटमा चाहिँ ड्राइभ गर्न चाहिँ अलिकति त्यस्तै हुन्छ क्या त्यही भएर म चाहिँ आई डोन्ट वान्ट लाइक ड्राइभ एट नाइट है त्यही भएर लेट्स सी के हुन्छ अब त गाइजहरू बोट त्यस्तै छ क्या यहाँको भ्यूहरू यहाँकै ठ्याक्कै त्यो मैले गाडी पार्क गरेको त्यो जुन अघि मैले देखाएको थिएँ नि त बिचको जुन सिनारी त्योबाट चाहिँ लगभग ठ्याक्कै अलिकति बबल तालले इफ यु वाक फास्ट होइन इट विल टेक अबाउट 25 to half an hour क्या then after that bro you will see like हुन्छ नि के भन्छ होला अब बब्बाल मेस्मराइजिङ टाइपको भ्यू क्या ल गाइजहरू घुम्न जान पर्छ ल गाइजहरू साथीसँग छरी लुकेर आउनु मनमा भएका कुरा सबै मलाई सुनाउनु लाजले जवानी होला छैन फर्किएला चाहिँ ठ्याक्कै 5 बजेर 10 मिनट गएको छ अब चट्ट म चाहिँ यो त्यहाँबाट हिँडेर आई जस्ट वक डाउन चट्ट लाएर फेरि कोस्टल साइडको चट्ट लाएर हुन्छ नि त सिनारीको इन्जोय गर्दै आम गन हेडेड ब्याक टु कार पार्कतिर अनि छ भनेपछि आज सायद म आम्न गर्ने बिस्टे हुन्छ नि नाइट हेयर अब अरू चाहिँ त्यस्तो सिनारी हेर्दै गाइजहरू है जस्ट रमाइलो भइरहेछ भनौँ न के गर्नु त त्यस्तै हो जिन्दगी कसैको पनि अब डे अफहरू मिल्दैन अब एज आई मेन्सन सो मेनी टाइम्स होइन Thursday, Friday, Saturday I'll be having my permanent kind of off जस्तो अनि Thursday चाहिँ all day, all night sleeping, chilling, drinking होइन अनि Friday चाहिँ म गयो चाहिँ Friday जाने हो Saturday चाहिँ अब पहिला काम गरेको कम्पनीले बोलायो भने चाहिँ I'll be हुन्छ नि working for 12, 13, 14 hours number 32 Clapham Common ओल्ड टाउनतिर यदि बोलाएन भने आल्बी हुन्छ नि फेरि त्यही हो अल डे अल नाइट चिलिङ ड्रिङ्किङ अनि राति भएपछि एक दिन चाहिँ जिम जानै पर्छ फेरि हप्ताको एकचोटि यसो बडीलाई पनि यसो एक्टिभ राख्नु पऱ्यो नि त टाइम नै छ केटाहरू आयो हुन्छ यहाँनिर एउटा जग्गा भयो एउटा फ्यामिलीको लागि यहाँनिर एउटा जग्गा जस ब्यारिकेडले चाहिँ जस हुन्छ नि एरियाहरू चाहिँ सेग्रिगेट गरिदिएको छ क्या यहाँको दामी छ यार तर स्यान्डविच बिच चाहिँ होइन तर ढुङ्गा टाइपको बिच छ तर आयो भने चाहिँ इट्स वर्थ इट क्या हामी यतातिर बसेर चिल गरि पनि भयो चट्टा म्याटसेट लगाएर टेन्ट लगाएर होइन त्यही भने अहिले चाहिँ फ्राइडे सबैजनाको होलिडे होला त्यो भएर चाहिँ अलिकति बिच ठाउँतिर चाहिँ लास्टै क्राउडेड टाइप छ भनौँ न यहाँ चाहिँ त्यति छैन अघि नै म गएको थिएँ नि त बिचमा पहिले सुरुमा झर्दाखेरि त्यहाँनिर चाहिँ वास हुन्छ नि टु क्राउडेड क्या त्यही गाइजहरू है अनि त्यही हो सियु अब घरतिर अहिले 6 बजेको छ अनि म चाहिँ घरमा 8 बजेर 29 मिनटमा चाहिँ पुग्छु है अब फुल्ली ट्राफिक छैन भने चाहिँ मोटरवेतिर लेट्सी अनि त्यही हो गाइजहरू आजको दिन पनि बबाले भयो है सोलो हाइक सोलो ड्राइभिङ त्यही नै हो के गर्ने है अब यहाँबाट जान्छु सुस्तरी ड्राइभ गर्दै आनन्द तालले आई होप द ड्राइभिङ गर्न बी हुन्छ नि स्मुथ एन्ड दामी भन्दै सियु घरतिर है त अनि तपाईहरुलाई चाहिँ के लाग्यो कस्तो लाग्यो भ्लगहरु है थ्यांक यू सो मच फर वाचिङ एन्ड सी यू अन नेक्स्ट भ्लगमा थ्यांक यू भेरी मच बाई
धेरै म